चाहिँ देखिँदो रहेछ होइन छिनछिनमा पनि मुक्ति पनि रहेछ अनि त्यो पुल हेरेर चाहिँ घर सम्पादन चाहिँ गरिदिँदो रहेछ त्यो प्लेन उडेको देख्दा होइन को नेपाली चाहिँ गयो होला हामी चाहिँ कहिले जाने होला धेरैवटा चाहिँ भएको छ बसेपछि त्यो प्लेन चाहिँ उडेको देखेपछि सो गाइस फाइनली आफूले भनेको ठाउँमा चाहिँ म लग आउन लागिसकेको छु। हेलो गाइस वेलकम ब्याक टु माई नेक्स्ट भ्लग। आज पनि पानी यो शनिबारको दिन चाहिँ लग जहिले पनि पानी परिरहेको छ तर त्यस्तरी चाहिँ परेको छैन होइन थोरै हल्का हल्का परेको छ तर परिरहेको छ। अहिले चाहिँ अगाडि जाँदैछु म होइन लग आफूले भनेको ठाउँ चाहिँ आउँदैछ तर सो गाइस आजभोलि जानु अलिक गरम भएको छ होइन तर जहाँ गयो जुन ठाउँमा गयो पनि यति यस्तो छ कि जहाँ गयो नि जुन ठाउँमा गयो पनि यति सुनसान छ कि होइन हल्ला यो त्यो भन्ने चाहिँ कतैदेखि न गाउँ यस्तो छ होइन यति सुनसान छ कि यो ठाउँ होइन पुरै छोडिदिउँ कि यस्तो छ त्यही भएर भन्दैन होइन जहाँ पनि यस्तो बिजी ठाउँ हो देश हो होइन जहाँ चाहिँ मान्छेहरू चाहिँ घरमा छैन थाहै पाइन्न सायद हुँदैन पनि होला यदि भयो भने चाहिँ हल्ला चाहिँ त्यस्तो हुँदैन। सो गाइस फाइनली आफूले भनेको ठाउँमा चाहिँ म आइपुगेँ होइन म खास यो भित्र चाहिँ जान खोजेको। सो म चाहिँ जहिले पनि होइन यो पार्क चाहिँ देखिरहेको थिएँ यहाँबाट चाहिँ यस्तो भित्र बसेर यहाँबाट चाहिँ सिधै यो भित्र चाहिँ पस्छ होइन। सो फाइनली मेरो रुमबाट एकैसम्म साइकलमा आएर त्यहाँबाट चाहिँ ट्रेनमा आएर झरेर अनि फाइनली आफूले भनेको ठाउँमा चाहिँ आइपुग्न लागेको छु। अब चाहिँ यसको मेन गेट चाहिँ मेरो अगाडि छ होइन त्यहाँबाट चाहिँ भित्र पस्छु अनि त्यहाँभित्र चाहिँ के छ म तपाईँहरूलाई देखाउँछु है। यो ठाउँको चाहिँ एकदम ठुलो पार्क हो यो। यहाँ चाहिँ गेमदेखि लिएर होइन सब खेल्न चाहिँ मिल्दो रहेछ मतलब यहाँ चाहिँ बेसबल भन्ने छ होइन फेमस जापानमा त्यो चाहिँ त्यहाँभित्र पनि खेल्दो रहेछ अनि अरू पनि ग्राउन्डहरू पनि रहेछ र धेरै ठाउँहरू हेर्ने अनि जो आनन्दको ठाउँ पनि रहेछ अनि त्यही भएर चाहिँ मलाई चाहिँ जानु मन लाग्यो। आफू बस्नेदेखि हल्का नजिकै हो गएको थिएन अनि नगएको ठाउँमा गइदिउँ न त जस्तो जे भयो पनि भनेर चाहिँ फाइनली म चाहिँ त्यो पार्कमा आइपुग्न लागेँ। अब ठ्याक्कै यो मेरो अगाडिबाट चाहिँ भित्र बस्नेछ पार्क अनि ठ्याक्कै त्यहाँभित्र पस्छु अनि सो गाइस फाइनली म चाहिँ यो पार्कभित्र आएँ होइन तपाईँहरूलाई भनेको थिएँ नि मैले यहाँ चाहिँ ग्राउन्डहरू छ त्यस्तो खतरा नभए पनि जो राम्रो ग्राउन्ड छ होइन देख्न सक्नुहुन्छ यो ग्राउन्ड यो चाहिँ सो हाम्रो नेपालतिर चाहिँ त्यति खेल्दैन होइन यो गेम रग्बीको चाहिँ ग्राउन्ड रहेछ होइन मलाई पनि थाहा थिएन होइन यो गेमको नाम चाहिँ एकचोटि चाहिँ सर्च गरेर चाहिँ हेरेर चाहिँ यो गेमको चाहिँ नाम चाहिँ खास रग्बी रहेछ होइन। सो हातले छोपेर खेल्ने गेम रहेछ होइन। सो गाइस यो पार्कमा चाहिँ रग्बीको ग्राउन्ड पनि छ होइन
देख्न सक्नुहुन्छ पोस्ट। अब कसरी छिराउँछ मलाई चाहिँ थाहा भएन होइन। सो यता चाहिँ बुटहरू चाहिँ धेरै प्रकारको बुटहरू छ। अनि त्यहाँ सल्लाहको बुटहरू पनि रहेछ होइन, त्यो छ होइन। अनि त्यहाँ प्लेन चाहिँ उडिरहेको छ क्या। यहाँ चाहिँ एयरपोर्ट चाहिँ नजिक भएर पनि होला होइन, प्लेन चाहिँ एकैछिनमा छिनछिनमा उडिरहेको छ। अहिले चाहिँ म खासुका बारु पार्कमा चाहिँ आएको छु होइन। यहाँ चाहिँ गाडीहरूदेखि लिएर सबै पार्किङ गर्ने ठाउँ रहेछ होइन। ठ्याक्क अनि यहाँबाट चाहिँ यता हेऱ्यो भने चाहिँ बेसबलको चाहिँ स्टेडियम रहेछ क्या। तिनवटा धेरै चाहिँ लाइट छ क्या, सामान्य छ होइन। यस्तो लाइटको व्यवस्थापन चाहिँ यस्तो मजाले गर्दैछ। हाम्रो चाहिँ म चाहिँ होइन खासुका बारु पार्कमा आएको छु। अनि ठ्याक्क मेरो अगाडि चाहिँ बेसबलको चाहिँ स्टेडियम छ। अनि त्यहाँ माथि बसेर चाहिँ हेर्ने ठाउँहरूको व्यवस्था चाहिँ गरिदिएको रहेछ, तर चाहिँ त्यहाँ माथि चाहिँ जान नमिल्दो रहेछ, गेट छ, चाबी लगाएको छ। सो त्यही भएर चाहिँ म जाँदैन। अनि अब चाहिँ यो साइड चाहिँ घुमेर भाइ अब मेरो अगाडिपट्टि जान्छु घुम्न, अनि त्यसपछि मेरो राइटपट्टि जान्छु। यहाँ चाहिँ घुम्ने ठाउँ अति धेरै रहेछ। गेमहरू खेल्ने ग्राउन्डहरू पनि रहेछ होइन, पार्क पनि रहेछ। यस्तै धेरै कुराहरू छ। अझै मैले हेरेको छैन, हेरौँ के देखिन्छ। म पनि फर्स्ट टाइम आएको भएर चाहिँ सरप्राइज छु। हेरौँ कस्तो चिजहरू चाहिँ देख्न सकिन्छ। मैले चाहिँ म्यापमा चाहिँ हेरेको थिएँ, अनि म काममा जाने बेला ट्रेनमा जाने बेला चाहिँ यस्तो पार्कहरू चाहिँ देखिरहेको थिएँ कि त्यहाँबाट। अनि त्यसपछि टाइम मिल्यो भने चाहिँ जानु पर्ला भनेर आएको थिएँ, तर टाइम मिलेको थिएन। फाइनली आज टाइम मिल्यो, साथतिर आएको छु। हेरौँ अब एक्सप्लोर गरौँ के देखिन्छ है त। सो गाइस तपाईँहरूलाई चाहिँ म एउटा कुरा देखाउँछु है त। यहाँ चाहिँ बस्ने व्यवस्था गरिदिएको छ होइन, ठाउँमा होइन। देख्न सक्नुहुन्छ त्यो बुटको मुनि पनि मजाले चाहिँ बस्ने व्यवस्था चाहिँ गरिदिएको छ। अनि म चाहिँ ख्याल गरेको थिएन होइन। अनि बस्ने एरियामा पनि ठ्याक्क चुरोट खाने ठाउँ एउटा जोन चाहिँ छुट्याएको रहेछ कि होइन। त्यहाँ बसेर चाहिँ चुरोट खान पाउँदैन होइन, यता पनि बसेर पाउँदैन होइन। चुरोट खाने चाहिँ छुट्टै ठाउँ बनाइदिएको छ। त्यो चाहिँ यहाँनिर चाहिँ बनाइदिएको छ कि यहाँ लेखेको छ होइन, यहाँ चुरोट खान पाउँछ भनेर। अनि यहाँ चाहिँ स्ट्रे भन्छ होइन, चुरोट ठुटा फाल्ने स्ट्रे पनि गएर राखिदिएको छ होइन। अनि यहाँ आयो, बस्यो, चुरोट खायो, त्यो चाहिँ गर्न सकिन्छ होइन। पार्कमा पनि जहाँ पायो भने चाहिँ चुरोट खान चाहिँ नपाइँदो रहेछ भनेर चाहिँ यो बनाइदिएको ठाउँबाट चाहिँ बुझ्न सकिन्छ होइन। सो त्यही भएर चाहिँ जापानमा होइन जता पाएको त्यही चुरोट चाहिँ नखानु होला है कि। यसको चाहिँ चुरोट खाने जोन पनि छुट्याइदिएको हुन्छ, यहाँ चाहिँ चुरोट खानु होला, यहाँ चाहिँ नखानु होला भनेर। सो गाइस त्यही नै हो होइन। मछलीले चाहिँ यहाँ लास्ट पुग्दो रहेछ होइन। खासुका बारु पार्कमा चाहिँ आएर चाहिँ यहाँ बस्दा चाहिँ के फिल हुँदो रहेछ भनेपछि होइन, यहाँ चाहिँ यहाँबाट चाहिँ प्लेनहरू चाहिँ उडेको चाहिँ देखिँदो रहेछ होइन। छिनछिनमा पनि उड्दो पनि रहेछ। अनि त्यो प्लेन हेरेर चाहिँ लाग्दो रहेछ कि यो प्लेनमा को नेपाली चाहिँ घरतिर गयो होला टाइपको चाहिँ हुँदो रहेछ कि होइन। हामी कहिले जाने होला भन्ने चाहिँ एउटा त्यो घरसँग कनेक्सन चाहिँ गरिदिँदो रहेछ त्यो प्लेन उडेको देख्दा होइन। को नेपाली चाहिँ गयो होला, हामी चाहिँ कहिले जाने होला, धेरै एउटा चाहिँ घरको चाहिँ होइन आफ्नो नेपालको चाहिँ याद आउँदो रहेछ यहाँ बसेपछि है। त्यो प्लेन चाहिँ उडेको देखेपछि मलाई चाहिँ त्यस्तो लाग्यो। तपाईँहरू चाहिँ कोही नेपालीहरू चाहिँ होइन यो खासुका बारु पार्कमा चाहिँ आउनु भएको छ भने तपाईँहरूलाई चाहिँ कस्तो फिल, कस्तो मनमा चाहिँ कुराहरू खेल्दो रहेछ यो प्लेन चाहिँ उडेको देखेर होइन। एकचोटि कमेन्ट गरिदिनु होला यति आउनु भएको छ भने। अहिले चाहिँ म चाहिँ ठ्याक्क उताबाट चाहिँ लेफ्टतिर जाँदैछु होइन, फुटबल ग्राउन्ड भएकोतिर। यस्तो रहेछ होइन, बेसबल स्टेडियम चाहिँ यस्तो रहेछ। माथि चाहिँ बन्द भएको छ, ढोका लागेको छ होइन। यहाँबाट चढेर माथि गएर अनि त्यहाँ बस्ने ठाउँहरू चाहिँ त्यहाँबाट चाहिँ बेसबल खेलेको चाहिँ हेर्न पनि पाइन्छ होइन। अहिले चाहिँ बन्द भएको रहेछ। कस्तो मजाले चाहिँ विकास गरिदिएको छ क्या
यो पार्कभित्र चाहिँ एउटा बेसबल स्टेडियम छ। फर्स्ट टाइम देखेको छु गाइस आफ्नै आँखाले यस्तो स्टेडियम, अझै योभन्दा खतरा छ होइन। मतलब भन्न खोजेको म चाहिँ यस्तो ठुल्ठुलो स्टेडियममा चाहिँ गएको थिएन, यो चाहिँ सामान्य हो हुन त, तर नेपालमा पनि गएको थिएन। यहाँ आएर चाहिँ देखेँ स्टेडियम यस्तो रहेछ होइन। त्यहाँ यो चाहिँ गाइस खास यो जाली चाहिँ मलाई जहाँसम्म लाग्छ होइन, यो चाहिँ बेसबल खेलेर चाहिँ बलहरू आएर चाहिँ उयो नखसोस् भनेर पनि होला क्या होइन। यहाँ माथि चाहिँ एउटा बेसबलको चाहिँ बल छ अड्डेको छ होइन, त्यसैको लागि हो जस्तो मलाई चाहिँ लाग्यो। अनि यतापट्टि चाहिँ एउटा पार्क जस्तो रहेछ होइन। यहाँ चाहिँ मान्छेहरू चाहिँ खेलिरहेको छ यहाँ चाहिँ होइन, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एउटा पार्क रहेछ, यो पार्कमा चाहिँ मान्छेहरू चाहिँ बेसबल फुटबलदेखि लिएर चाहिँ सबै कुराहरू चाहिँ खेलिरहेको छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पार्कहरू होइन खेलिरहेको छ। यो चाहिँ होइन फ्लोर ग्राउन्ड हो जस्तो लाग्छ, यो चाहिँ फ्लोर ग्राउन्ड हो जस्तो लाग्छ मलाई होइन। नहुने फ्लोर ग्राउन्ड चाहिँ रहेछ होइन। यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ माथिको चाहिँ फ्लोर ग्राउन्ड रहेछ। यहाँ चाहिँ बसेर चाहिँ फुटबल चाहिँ हेर्न चाहिँ मिल्दो रहेछ। यो पनि स्टेडियम जस्तो टाइपको बनाइदिएको छ होइन। अन्त आएर मान्छे फ्यानहरू चाहिँ आएर चाहिँ आफ्नो टिम एक्जाम परेको बेला चाहिँ आएर चाहिँ यहाँ बसेर टक्कलाई इन्जोय गर्दै गेम चाहिँ हेर्न सक्नुहुन्छ होइन। तपाईँलाई देखाइन्छ होइन, लाइट चाहिँ यति ठुलो चाहिँ राखेको छ होइन फ्लोर ग्राउन्डको लागि। त्यहाँबाट चाहिँ लाइट बोल्यो भने चाहिँ छ्याक्कै देखिन्छ। अनि मैले भर्खर ग्राउन्ड पनि हेरेको, यस्तो भइहाल्छ कि। अनि यहाँनिर चाहिँ टोयलेटको पनि व्यवस्था गरिदिएको रहेछ होइन। यो पार्कमा अब यताउता रनिङ सनिङ गरिरहेको हुन्छ मान्छेहरू, रनिङ गऱ्यो अनि टोयलेट गयो। योभित्र चाहिँ जान नमिल्दो रहेछ होइन। ग्राउन्ड चाहिँ यस्तो छ, यस्तो भइहाल्छ कि ग्राउन्ड जस्तो छ। बस्ने ठाउँ चाहिँ त्यो भयो होइन, त्यहाँ बसेर चाहिँ मान्छेहरूले चाहिँ हेर्छ। अनि त्यही नै हो गाइस, यस्तो छ ग्राउन्ड होइन। त्योभित्र चाहिँ फुटबलहरू खेलिरहेको छन्, जमेजहरू गेमहरू चाहिँ खेलिरहेको छ। अनि त्यहाँ हामी गएर चाहिँ भिडियो बनाउनु मिल्दैन होइन। यहाँ चाहिँ एकदम प्राइभेसी भन्ने चाहिँ धेरै कुराहरू चाहिँ ख्याल गर्छ, प्राइभेसी भन्ने चिजमा। सो त्यो भएर चाहिँ जस्तो तपाईँहरूलाई देखाएको होइन, ग्राउन्ड चाहिँ अति राम्रो छ। त्यहाँको त्यो घाँसहरू हुन्छ नि यस्तो बल छ कि कुनै छोडिदियो होइन। भर्खर पानी परेको थियो, त्यही पनि भएको यस्तो हरियो यस्तो दामी छ कि। त्यस्तो छ जापान। हो यो चाहिँ टेनिसको चाहिँ ग्राउन्ड हो होइन। यहाँ चाहिँ प्लेयरहरू चाहिँ टेनिसहरू चाहिँ प्र्याक्टिसहरू गरिरहेको छ। त्यहाँ चाहिँ फुटबल प्र्याक्टिस गरिरहेको थियो। अनि यहाँ पनि यस्तो लाइटको व्यवस्था गरिदिएको छ क्या होइन। अनि म चाहिँ त्यो चाहिँ भिडियो चाहिँ गरेन, किनकि त्यहाँबाट हेरेँ अनि फर्केँ, किनकि यहाँ चाहिँ धेरै प्राइभेसी भन्ने चाहिँ धेरै हुन्छ। हो तिनीहरू खेलिरहेको छ, मैले भिडियो गर्दा चाहिँ नराम्रो नमान्ला केही नभन्ला, तर त्यही पनि होइन भनिहाल्यो भने पनि त्यो नराम्रो हुन्छ। सो त्यही भएर चाहिँ मैले चाहिँ भिडियो गरेन। अनि यहाँ पनि टोयलेटको चाहिँ व्यवस्था गरिदिएको छ। त टोयलेटको पनि व्यवस्था गरिदिएको छ। हरेक ग्राउन्डको छेउमा चाहिँ एउटा टोयलेट राखिदिएको छ एक साइड। पछाडिदेखि सम्झिएर एउटा फाउन्टेन भनेर चाहिँ चिनिँदो रहेछ होइन। यहाँ चाहिँ आएर ठ्याक्कै यतानिर खासुबारो होइन कि सबै पार्कमा होइन कि ठ्याक्कै यहाँनिर चाहिँ कस्तो लाग्छ भनेपछि नेपालको हाम्रो लुम्बिनी जस्तो चाहिँ फिल चाहिँ दिन्छ यहाँनिर होइन। मलाई चाहिँ त्यस्तो लाग्यो, किनकि ठ्याक्क डिजाइनहरू चाहिँ लुम्बिनीको टाइपको छ, हल्का मिलजुल टाइपको छ, तर मिल्न त मिल्दैन होइन, तर हल्का मिल्ला जस्तो टाइपको छ। त्यही भएर पनि आफूलाई चाहिँ ठ्याक्कै लुम्बिनी आए जस्तो फिल भयो। तपाईँहरू चाहिँ यहाँनिर ठ्याक्क आउनु भएको छ भने होइन, यदि
खासुवा बारु पार्कमा चाहिँ तपाईँहरू आउनु भएको छ भने यदि आउनु भएको छ भने चाहिँ यो एरिया देखेर होइन यो लोकेसन देखेर चाहिँ तपाईँहरूलाई चाहिँ लुम्बिनी आए जस्तो फिल हुन्छ क्या ठ्याक्क लुम्बिनी आए जस्तो फिल हुन्छ मलाई चाहिँ त्यस्तो फिल भयो है तपाईँहरूलाई चाहिँ कस्तो हुन्छ मलाई थाहा भएन तर मलाई चाहिँ त्यस्तो चाहिँ फिल भयो क्या ठ्याक्क यो एरियामा चाहिँ आउँदा चाहिँ मलाई चाहिँ ठ्याक्क लुम्बिनी आए जस्तो लाग्यो होइन अरू ठाउँमा चाहिँ त्यस्तो लागेन यहाँ आउँदा चाहिँ ठ्याक्क लुम्बिनी आए जस्तो लाग्यो अनि यो भित्र चाहिँ होइन अहिले चाहिँ पानी सकिएको छ अनि खालि के धेरै होइन 2-3 मिनट 5-6 मिनट पछि चाहिँ एउटा प्लेन चाहिँ उडिरहेको हुन्छ कि त्यहाँ मेरो माथि देख्नु भयो होला होइन त्यहाँ प्लेन उडिरहेको छ प्लेन देख्दा चाहिँ क्या मजा आउने कि खासुवा बारु पार्कमा चाहिँ आउँदाखेरि होइन खासुवा बारु भनेर चाहिँ विशेष एउटा भनौँ न चिनाउँदो रहेछ होइन यसले पनि यो मेरो पछाडिको यो फाउन्टेनले पनि यसले गर्दा पनि हल्का खासुवा बारु पनि फेमस रहेछ मान्छेहरू यहाँ आएर चाहिँ फोटोसोटो खिच्ने यताउति गर्ने चाहिँ गर्दो पनि रहेछ होइन अनि त्यही नै हो गाइस यसलाई चाहिँ यस्तो छ होइन अहिले चाहिँ पानी चाहिँ छैन अनि यहाँ चाहिँ यस्तो बनाइदिएको छ यो चाहिँ पछि चाहिँ वाटरफल टाइपको के पछि चाहिँ पानी चाहिँ र पानी भएको बेला चाहिँ त्यो हुन्छ होला होइन आई डोन्ट नो के हुन्छ त्यो चाहिँ मलाई थाहा भएन किनकि अहिले म आउँदा चाहिँ त्यस्तो भएको छैन पानी छैन होइन त्यही भएर चाहिँ म चाहिँ यो हुन्छ भनेर चाहिँ भन्न सक्दैन तर चाहिँ हुनसक्छ है भन्ने चाहिँ मलाई चाहिँ लाग्यो होइन त्यस्तो हेर्दाखेरि अनि चाहिँ यो हेर्नको लागि चाहिँ चारैतिर चाहिँ एउटा बस्ने ठाउँ गराइदिएको छ क्या चारैतिर बस्ने ठाउँ यति धेरै गराइदिएको छ कि त्यहाँ बसेर चाहिँ यो हेर्न मिल्छ अनि आनन्द पनि आउँछ होइन पछि झन् पानी घुरु यदि पानी चाहिँ घुरु उठ्छ भने चाहिँ होइन खतरा यहाँ बसेर हेर्न चाहिँ खतरा मजा आउँछ होला मलाई अनि जङ्गललाई बोट बिरुवा लास्टै धेरै पनि छ मसिलो चाहिँ लास्ट टोक्दो रहेछ 4-7तिर आयो भने मसिलो चाहिँ लास्ट टोक्यो मलाई अनि सो ग्राउन्ड पनि हेरियो टेनिस ग्राउन्ड पनि हेरियो बेसबल ग्राउन्ड पनि हेरियो होइन देख्न सक्नुहुन्छ यस्तो छ त्यहाँ अघि तपाईँहरूलाई चाहिँ मैले देखाएको थिएँ होइन त्यहाँ बसेर हेर्ने ठाउँ पनि छ त्यहाँ फुलहरू पनि खिलिरहेको छ नि त्यही भएर चाहिँ कराएको छ नि यहाँबाट चाहिँ त्यहाँ अगाडिबाट चाहिँ होइन यो अगाडिबाट चाहिँ हेऱ्यो भने अनि सर आयो भने चाहिँ तपाईँहरूलाई चाहिँ लुम्बिनी आए जस्तो फिल हुन्छ किनकि ठ्याक्क लागि यस्तो स्टेट डिजाइनको छ लुम्बिनी पनि होइन अनि चाहिँ ठ्याक्क लुम्बिनी आए जस्तो फिल पनि हुन्छ तपाईँहरूलाई यहाँ खासुवा बारुको यो ठाउँमा ठ्याक्कै यो एरियामा चाहिँ आउनुभयो भने है पार्क चाहिँ ठुलो छ अरू ठाउँमा गयो भने चाहिँ त्यस्तो हुँदैन त्यस्तो लाग्दैन कि म लुम्बिनी आए जस्तो चाहिँ लाग्दैन तर चाहिँ ठ्याक्कै यो एरियामा चाहिँ आउनुभयो भने चाहिँ तपाईँहरूलाई चाहिँ लुम्बिनी आए जस्तो फिल हुन्छ देख्न सक्नुहुन्छ यस्तो छ सरल खासुवा बारुमा चाहिँ एउटा पोखरी टाइपको पनि रहेछ होइन यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ पोखरी टाइपको पनि रहेछ एउटा अब यस्तै घुम्न जान लाग्छु घुम्ने ठाउँहरू चाहिँ अति धेरै रहेछ कि अलि टाढै आएर टक्क लगाएर घुम्नु पर्दो रहेछ मेरो फेरि कस्तो पानी भएको छ भनेपछि अलिक साथतिर निस्किने मलाई चाहिँ कस्तो मनपर्छ भनेपछि एकदम लाइटिङ टाइपको चाहिँ मनपर्छ त्यही भएर पनि मलाई चाहिँ साथतिर चाहिँ निस्किन मनपर्छ होइन यहाँ चाहिँ यस्तो पुल छ यहाँ चाहिँ हरियो घाँसहरू छ होइन यस्तो छ अनि यहाँनिर चाहिँ ताल छ होइन
मेरो पछाडि देख्नुहुन्छ बास्केटबल ग्राउन्ड पनि बास्केट खेल्ने ठाउँ पनि रहेछ होइन, बास्केटबल पनि खेल्ने ठाउँ रहेछ, ग्राउन्ड रहेछ होइन। देख्न सक्नुहुन्छ यस्तो छ। अनि चाहिँ लब रात परिसक्नु भयो अनि यहाँ चाहिँ बास्केटबल खेलिरहेको छन्। पार्क चाहिँ अति ठुलो रहेछ होइन, घुमेर पनि भ्याइँदैन। लब यहाँ चाहिँ बच्चा खेल्ने ठाउँ छ। यो चाहिँ बास्केटबल ग्राउन्ड भइहाल्यो। अनि यहाँ पनि सानो पार्कहरू चाहिँ रहेछ होइन। अब चाहिँ यहाँबाट चाहिँ म यस्तै घुमेर सर र एक राउन्ड हान्छु। सो गाइस यहाँ पनि एउटा पोखरी टाइपको छ होइन, देख्न सक्नुहुन्छ सानो पोखरी छ यहाँनिर। यस्तो छ। अहिले चाहिँ अँधेरो भएको कारणले चाहिँ त्यस्तै देखिरहेको छैन होइन। यहाँबाट चाहिँ अब चाहिँ सिधै म अगाडिपट्टि जान्छु किनकि अँधेरो लास्टै भइसक्यो। भन्नुपर्दा यहाँ पनि टेनिस ग्राउन्डहरू रहेछ होइन, टेनिसहरू खेलिरहेको छन्। म चाहिँ एक ठाउँ यस्तो फुल फुलेको ठाउँमा चाहिँ म जान लागेको छु होइन। सो गाइस तपाईँहरूलाई देखाउँछ है ल, म जहाँ गए पनि यस्तो चाहिँ हुन्छ क्या, देख्न सक्नुहुन्छ होइन। यो चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ हिँडेर जाने होइन। यहाँ चाहिँ फुलहरू हो। यो चाहिँ हेर्दा चाहिँ घाँस जस्तो देखिन्छ होइन, तर फुल हो। यस्तो चाहिँ जहाँ पनि हुन्छ कि, देख्न सक्नुहुन्छ होइन। यो चाहिँ फुल हो, टक्क लगाएर फुल होइन। यहाँ चाहिँ अहिले फुले छैन, अहिले चाहिँ घाँस जस्तो देखिरहेको छ। अनि ठ्याक्कै यस्तो कि यो चाहिँ बनाएकै हुन्छ कि। लगभग हरेक पार्कमा चाहिँ म गएको छु होइन। त्यो पार्कमा चाहिँ यस्तो चाहिँ यो फुल जस्तो होइन, एउटा के भनौँ न पोखरी टाइपमा फुलहरू रोपेर अनि त्यसको माथि चाहिँ एउटा हिँड्ने बाटो बनाइदिएको चाहिँ मैले हरेक ठाउँहरूमा चाहिँ देखिरहेको हुन्छ होइन। सो यहाँ पनि देखेको थिएँ, त्यही भएर चाहिँ तपाईँहरूलाई चाहिँ यो पनि देखाउन त भनेर चाहिँ खास मैले चाहिँ यहाँ लिएर आएको। अहिले चाहिँ अँधेरो भएको कारणले चाहिँ त्यस्तरी चाहिँ देखिरहेको छैन, यो देख्नुभयो होला होइन। अनि यो चाहिँ फुल हो, तर घाँसहरू जस्तो देखिरहेको छ होइन, फुल नै हो। सो गाइस आजको भ्लग यति नै, लास्टै गर्नु पनि भयो। मच्छरले त लास्ट हो। यहाँ चाहिँ साथतिर आउँदाखेरि चाहिँ भनौँ न हाफ चाहिँ लुगा चाहिँ हाफ प्यान्ट अनि हाफ लुगा चाहिँ नलाएर आउनु होला। मैले चाहिँ माथि चाहिँ फुल लगाएको थिएँ, तल चाहिँ हाफ लगाएको कारणले चाहिँ मेरो चाहिँ खुट्टामा त लास्ट मच्छरले टोक्यो। सो केही छैन, आजको भ्लग यति नै। यो भ्लग चाहिँ मन पऱ्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु, सेयर गरिदिनु, लाइक गरिदिनु र सी यू नेक्स्ट भ्लग भन्दै बाई बाई।